ल केटा के भन्ने हो भन्दै हो त तिमीहरू यो भिडियो हेर्ने जति सम्पूर्णलाई आई लभ यु आई लभ यो भिडियो हेर्ने जति सम्पूर्णलाई आई लभ यु फिल्ड पनि तपाईँहरूलाई हामी देखाइहाल्छौँ होइन खेलाडी पनि देखाउँछु मैले एकदिन होइन केटाहरूको फेरि खेल पनि डेन्जर डेन्जर सब मेसी मेसी मात्र छ सब मेसी मेसी मात्र छ हाई एभ्रिवान वेलकम टु माई न्यू ब्लग भिडियो आज चाहिँ म बल खेल्नको लागि लागिसकेँ होइन रेडी भएर जुत्ता सुत्ता लगाएर होइन जुत्ता देखिएन पनि होला क्यामेरा त्यस्तो देखाउनु पनि सकिनँ मैं चाहिँ अघि यो बाटैबाट गइरहेको छु होइन अब फिल्डमा केटाहरू चाहिँ बसिरहेछन् आएर बसिरहेको होला अब यताबाट कोही जाँदैन कि मेरो घरपट्टिबाट चाहिँ म चाहिँ लागिसकेँ अब यहाँबाट यताबाट कोही पनि जाँदैन त्यही कारण चाहिँ म चाहिँ एक्लै लागिसकेँ होइन यसो यसको बिचमा चाहिँ एउटा सानोतिनो भिडियो लिउँ भनेर चाहिँ मैले एउटा सानो क्लिप लिँदैछु यसो तपाईँहरूलाई इन्टरटेनमेन्ट गरेर हाम्रो फिल्डको अवस्था के कस्तो छ भन्ने कुराहरू पनि देखाइन्छ हाम्रो केटाहरू के कस्तो खेल्छ भन्ने कुरा पनि देखाउन चाहन्छु होइन त्यही हो फिल्ड आउनको लागि चाहिँ अलिकति टाइम लाग्छ त्यहाँ एउटा भाइ पनि अगाडि आइसकेको छ त्यो भाइबाट म पुरै तपाईँहरूलाई देखाइहाल्छु के छ त अनि भाइ ल आइदियो नि त क्यामेरामा यसो अनि के छ त अनि तेरो बताइदियो नि त कहाँ हिँडेको आज हामी बल खेल्न हिँडेको होइन हामी हाम्रो फिल्ड फेरि कति लाखको है हाम्रो 11 लाखको फिल्ड हो 11 लाख होइन र 12 लाख अरे हौ 12 लाखको फिल्ड पनि तपाईँहरूलाई हामी देखाइहाल्छौँ होइन खेलाडी पनि देखाउँछु मैले एकदिन होइन केटाहरूको फेरि खेल पनि डेन्जर डेन्जर सब मेसी मेसी मात्र छ सब मेसी मेसी मात्र छ तपाईँहरू पनि आफ्नो फ्यानको कमेन्ट हाल्नु है कसको फ्यान होइन त्यति त गरिहाल्छ नि होइन अब काम छैन अर्को भाइ पनि आउँदैछ केटाहरूमा जम्मा भइसकेको रहेछ भाइले त एकदम घन्टी मात्र बजाएर आएर ए भाइ के गरेको प्लेन हो नि त प्लेन कुदाउँदैछ जमिनमा प्लेन कुदाइन्छ फेरि केटाहरूले हामीले अब फिल्डमा आउनु लागिसकेको छौँ फाइनली गाइस हामी चाहिँ हाम्रो फिल्डमा आइसकेको छौँ होइन हेर्नु सक्नुहुन्छ केटाहरू भर्खर जम्मा हुँदैछ होइन यहाँनिर चाहिँ मेरो एउटा सब्सक्राइबर भाइ भेटाएको छु होइन भाइ तैँले सब्सक्राइब गरेको गरेको मैले त के भन्न चाहन्छस् त अरूलाई पनि सब्सक्राइब गर्नु हाम्रो सन्देश दाइकोमा होइन फाइनली 100 पुग्नु पर्यो नि त 100 होइन हौ 100 ले केही हुन्छ भन्दा कति चाहियो 1 मिलियन चाहियो क्या सब्सक्राइबर मलाई 1 मिलियन पुर्याउनु पर्यो सबैले सपोर्ट गर्नु पर्यो नि हो क्या यो भाइले पनि गर्छ अब खड्का भ्लग सर्च गर्ने सबले ड्याङ 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 हान्दिने होइन 1 महिनामा 10K पुर्याउनु पर्यो है ल सबको सपोर्ट हुनु पर्यो होइन यति भएपछि त ए ड्याङडुङ भिडियो त हाम्रो भिडियो त फेरि डेली आइहाल्छ नि त्यति पुगेपछि त यहाँनिर फेरि सब खेलाडीहरू यहाँ भेला भइसकेको छ यहाँ सुलभ भाइ छ के छ भनिदेऊ त ल यस्तो चल्दैछ फुटबलको अब यो भ्लग बनाउने फुटबल खेल्छौ होइन अनि तिमी कसको फ्यान हो भन्दै नि त अपुन त लिएन मेस्सीका फ्यान ल तपाईँहरू पनि कसको फ्यान हुनुहुन्छ भन्नु है कमेन्ट गर्नु त कसको फ्यान हो भन्दा यो चाहिँ हाम्रो यहाँको सबैभन्दा खतरा खेलाडी हो नि भन्दैन हौ कसको फ्यान हो आफ्नै जस्तो मेसीको फ्यान हो क्या म चाहिँ आफ्नै फ्यान हो क्या मलाई त्यस्तो कसैको फ्यान होइन म चाहिँ यहाँ समीर भाइ छ समीर भाइ भनिदेऊ कसको फ्यान हो तिमी रोनाल्डो भाइ रोनाल्डोको फ्यान हो म चाहिँ आफ्नै फ्यान हो क्या ल केटाहरू अझै आउन बाँकी छ सबैलाई म देखाइहाल्छु ओ पार्स यता आउने यार के छ अनि ए के छ हौ भन तिमी कसको फ्यान हो भन फुटबल खेल्छौ भने भन्नु पर्दैन यहाँ अङ्कित भाइ छ यता आइज अङ्कित भाइ यता हेर हाम्रो फिल्ड हेर्न सक्नुहुन्छ यी 12 लाखको फिल्ड है केटा कति लाखको फिल्ड अरे 12 लाखको फिल्ड फेरि खतरा छ नि फेरि भर्खर बनेको 1 वर्ष पनि भएको छैन यसमा फेरि हाम्रो केटाहरूको एकदम मिहिनेत गरेर गएको छ नि यसलाई अझै मर्मत गर्नुपर्छ यसको मर्मत गर्नको लागि अझै कति पैसा चाहिन्छ होइन
यहाँ केटाहरू आउन बाँकी थियो कि अब यिनीहरू दुईटा मात्र होला अरू आउँदैन मजा आएर केटाहरु अरू आउँदैन हेलो गाइस वेलकम टु माय युट्युब च्यानल इट्स मी विकास यसको विकास छ है छात्री तेरो युट्युब च्यानल विकास छ होइन विकास छैन फलो मेरो गर्छ युट्युब छैन गाइस मेरो टिकटक आइडी छ TikTok ID विकास राई छ नेपालीबाट यसलाई फलो गरिदिनु होइन गाइस मलाई पनि गर्नु नि फेरि यसलाई पनि नगर्नु नि फेरि हेलो गाइस केटाहरूले फ्री किक च्यालेन्ज हान्न आँटेको छ होइन कसले खतरा हान्छ भाइहरू बसिरहेको छ वा किपर पनि बसिरहेको छ अहिले टाँसिएर बस केटा हो यतातिर चाहिँ यहाँ फ्री किक हान्ने केटाहरू बसिरहेको छ होइन है 2 3 4 जना हान्छ कसले गोल हान्छ त्यसलाई म 100 रुपियाँ दिइहाल्छु अहिले झिकेर होइन गाइस ल केटा हान्दै है ल ए भाइ यो के हानेको यस्तो ए यस्तो पनि हुन्छ थ्याट हेर्नु त गाइस केटाहरूले हानेको थ्याट त्यतिका यहाँ अर्को भाइले हान्दैछ विकास भाइले हान्दैछ अब कस्तो हान्छ हेरौँ है दामी हानेको थियो तर किपरले पक्रिन सफल भइसकेको छ होइन ल अर्को कसको पालो ल छिटो कसैले गोल हान्दैन है क्या 100 रुपियाँ दिउँ भनेको त तपाईँ हुँदैन है क्या हो गाइस जबसम्म गोल हान्दैन तबसम्म है ओए कहाँ जबसम्म गोल हुँदैछ तबसम्म कहाँ हान्न पाउँछ अनि छिराउनु पर्यो नि एकजना छिराउनु पऱ्यो क्या कसले छिराउनु सक्दो रहेछ हेरौँ है ओइ राम्रोसँग बस् न भाइ हो त धेरै टाढा भयो क्या किपर यहाँ बसिरहेको छ अब हेरौँ केटाहरूले कसले हान्दो रहेछ आउट भइसक्यो हान्न अब यसले हान्न लागेको छ ओइ बस्न भाइ कता उफ्रेको जान यसले कतिको हान्छ होइन हाम्रो फेरि खतरा खेलाडी हो यही हो अब हेरौँ के गर्छ हान्दो रहेछ हेरौँ है धेरै टाढा बस्यो क्या त्यही दामी गोल पोस्टमा ठिकेर आयो गोल 100 रुपियाँ झन्डै पाइहालेको छ मेरो झन्न 100 रुपियाँ बाँचिरहेछ झन्न मेरो 100 रुपियाँ बाँचिरहेछ गाइस दामी केटाहरूले कसैले पनि सकेन क्या तपाईँहरू सक्नुहुन्छ भने कोही कमेन्ट गर्नु होला होइन ल हाम्रो त्यो गेम स्टार्ट हुन लागिसकेको छ अब यहाँ 6 मिनट पनि भइसक्यो हो भन्दा भाइ मान्छे बोकेर हिँडिदिन्छ फेरि केटा खेला फेरि डेन्जर छ गेम स्टार्ट हुन लागिसकेको छ होइन को कताको हो भन्छ ल यति ल केटाहरूले के गर हो त तिनीहरू दाजुभाइलाई मैले एकै अर्को फाल्टो बनाएको थिएँ त दाजुभाइलाई कसरी एकै ठाउँमा ल हाम्रो त्यो यहाँ टिम भइसकेको छ होइन केटाहरूले गेम सुरु गर्न लागिसकेको छ अलिकति मै भिडियो लिनु लागिरहेको छु होइन ल चालु गर्न केटा हो चालु गर्न हाम्रो गेम चाहिँ चालु गर्न केटाको गेम फेरि खतरा हुन्छ देखिरहेको छ बहुला सक्ने गोल फेरि केटाहरूले आगो हान्छ आगो अहिले आगो हान्छ विकास र विशालले एक-एकबाटी समीर भाइ र म एक-एकबाटी तरा राजु एक-एकबाटी भनेको पानी बनाइदिनु म र टिके एक टिमबाट छुटेको हो के छिटो न यार केटाहरू उतै हो ल
ल भयो क्या भयो छिटो न ओइ चालु गर न केटाहरू फेरि चालु नै गर्दा टिमै मिलाउन जाँदैन मैले मिलाइदिइसकेको थियो अघि 4जना भइसक्यो रेसमै हाम्रै 6जना बग्छ रेसमै गएन तिमीहरूको 7जना भइरहेछ क्या भाइ त्यही भएर यो लिएर अनि तिमीहरूको अब हाम्रो 7जना हुन्छ फेरि 1जना बढी छ क्या रेसपेक्ट पर्दैन नि हाम्रो केटाहरूले जस्तो लाग्यो त्यो फेरि तेल फेरि डेन्जर हो नि त चालु भइसक्यो चालु गरेको चालु गर अनि हात त तेर्साउने अरे कुडा हान्छ नि छिटो ओ चालु भइसकेको छ हाम्रो बल्छ होइन अब गेम सुरु भइसकेको छ ल तर अब हान 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 केटाहरू फेरि यहाँ फोन अफ गर भनिरहेको छ होइन गेम खेल्नुपर्छ भनेर होइन ओ चालु छिटो हान न छिटो हाम्रो चाहिँ गेम स्टार्ट भइसकेको छ होइन हेर्न सक्नुहुन्छ ऊ ल केटा ओ पास क्या तेरि हाम्रो किपर तर अलिकति डेन्जरै थियो र मात्र हो एकदम हाम्रो किपर खतरा डेन्जर थियो नभए यो भाइले हानिदिइसकेको थियो गोल भाइ निकाल बल्ले केटा ए भाइ नखोस न हेरी के खेलेको हेर्नु सक्नुहुन्छ हाम्रो केटाहरूको खेला हेर न खेला कस्तो खेलेको Few moments later. केटाहरू चाहिँ बल खेल्दा गलेर यस्तो अवस्थामा बसेको छ बल पनि कति बजीसम्म खेलियो त ठ्याक्कै भन्दाखेरि बजेन हेरि ए पसिनाले केटाहरू ल्याक्छ भिजेको छ ल केटाहरू चाहिँ अब आजलाई चाहिँ यति नै गेमसँग खेलेर होइन यी सब थकित भएर बसेको छ होइन म्यान अफ द म्याच भनेकै भयो ल केटा के भनिदियो भनिदियो त तिमीहरू यो भिडियो हेर्न जति सम्पूर्णलाई आई लभ यु यो भिडियो हेर्न जति सम्पूर्णलाई आई लभ यु तेरो जुत्ताको हालत कस्तो भइसक्यो त्यस्तो भइसक्यो खेलाडीहरूको अब यहाँनिर ल केही भनिदियो त केटा हो मेरो यो जुत्ता यस्तो भएको छ सिलाइदिनु भयो क्या किनिदिनु न किनिदिनु ल तपाईँहरू सब्सक्राइब गर्नु म जुत्ता किनिदिइहाल्छु यो मेरो च्यालेन्ज भयो केटाहरूलाई केटाहरू यस्तो जुत्ता लगाएर खेल्छ ल आजलाई चाहिँ गाइस हाम्रो गेम पनि सक्यो होइन आजलाई यति नै ल मेसी जय नेपाल राधे राधे ल